मात्र मैले टिक लगाएर राख्ने गरेको छु कि बुझ्नु भएन। यस्तो छ कि अमृत बसियालजीहरूले गरिरहनु भएको त्यो खालि स्टनबाजीमा म स्टनबाजी भन्दा पनि हामी अलिकति मान्छे स्वार्थी हुन्छ हेर्नुहोस्। यही भन्न खोज्नु भएको होइन त? बत्ती ल्यायो हाल्यो फ्युज भइहाल्यो, फेरि हाल्यो फेरि फ्युज हुने। यो बजेटमा 4 जना महिलालाई रोजगार दिन सकिन्थ्यो होइन? आफ्नै वडामा मात्र नभएर अरू वडामा पनि आफ्नो प्रोडक्ट ल्याएर बिक्री गर्न पाए। हाम्रा कयौँ जनप्रतिनिधिहरू पढे सबै पढे लेखेको पनि छैनन्। कुनै पनि विद्यालय भन्दा कमजोर ढङ्गको छैन। त्यो चाहिँ मलाई सबैभन्दा राम्रो विषयहरू लागिरहेको छ। त्यही हो। दर्शकवृन्द नमस्ते प्रणाम। चुनावमा आश्वासन, चुनावपछि कुर्सी आसन, त्यसपछि फेरि जनताहरूलाई आश्वासन। मात्र निर्वाचित प्रतिनिधिले बाँडेका छन् कि युवाहरूको लागि रोजगारको बाटो पनि खोलेका छन्। देशमा युवाहरू बाकसमा आखिर कहिलेसम्म आउने र कहिलेसम्म अरूको देशमा चाकरी गर्न बाध्य हुने, आज यसै सन्दर्भमा केन्द्रित रहेर आजको कार्यक्रम प्रस्तुत गर्नेछौँ। आज हामीसँग हुनुहुन्छ बारा जिल्लाको जेतपुर सिमरा उपमहानगरपालिकाको वडा नम्बर 4 का वडा अध्यक्ष भोज बहादुर खत्री। उहाँ नेकपा माओवादी केन्द्रबाट निर्वाचित प्रतिनिधि हुनुहुन्छ। यी प्रश्न सोध्नुभन्दा पहिला उहाँलाई कार्यक्रममा स्वागत गरौँ। अध्यक्षज्यू, तपाईँलाई फोन संवाद कार्यक्रममा स्वागत छ। धन्यवाद रोशनजी। तपाईँको नाम भोज बहादुर खत्री अनि तपाईँ दलित वा गरिब दिदी बहिनीहरूको बिहेमा कहिले पनि वडाको पहलमा निशुल्क भोज आयोजना गर्नु भएको छ कि नै, कि मात्र कर्मचारीहरूलाई भोज बाँड्नु भएको छ? तपाईले आफ्ना वडामा मतदाताका सन्तानहरूको लागि के विचार गरेर कार्यक्रम निर्धारण गर्नुहुन्छ, कि पार्टी टोलीले तपाईँको वडाको कार्यक्रमहरू निर्णय गर्ने गरेका छन्? युवा महिला दिदी बहिनीहरूको रोजगारको लागि वडा कार्यालयमा हाम्रो संस्थाबाट प्रपोजल लेटर हजुरले हस्तान्तरण गरेको आज 2 से 4 दिन भयो, तर पनि हजुरको वडा सिलिङमा त्यो कार्यक्रम नपर्नुको मुख्य कारण के होला? कमिसनको सायद व्यवस्था नभएर कार्यक्रम नपरेको हो कि भन्ने शंका लागेको छ। यस विषयमा हजुर के भन्नुहुन्छ? यस्तो छ रोशनजी, अब हामीले कमिसनको कुरा गर्नुभयो होइन। हजुर, हामी चाहिँ कहीँ पनि कमिसनको कुरा चाहिँ कहीँ पनि चल्दैन मेरो वार्डमा होइन। यदि त्यो कसैले कमिसन मेरो कर्मचारीले अथवा मेरा वडा सदस्यहरूले मेरो यो दोस्रो कार्यकाल हो होइन, त्यो दोस्रो कार्यकाल सम्बन्धमा कुनै कर्मचारी अथवा कुनै जनप्रतिनिधिले 1 रुपियाँ पनि त्यहाँ चाहिँ घुस अथवा चिया समेत खाएको रहेछ भने पनि तिनीहरूलाई कारवाही हुन्छ होइन। स्वयं मलाई पनि कारवाही हुन्छ होइन। त्यो काम हामीबाट हुँदैन पहिलो कुरो। दोस्रो कुरो, भोज भतेरको कुरा गर्नुभयो। मैले वार्डको पैसाबाट भोज भतेर भन्ने कुरा जनताको पैसा हो होइन, वार्डको पैसा होइन। वार्डको भनेको जनताको पैसा हो। जनताको पैसाबाट मैले भोज खुवाउने काम पनि गरिँदैन होइन। त्यो काम पनि हामीबाट हुँदैन। हामीले निष्पक्ष रूपमा चाहिँ विकास निर्माणको चाहिँ तपाईँको चाहिँ पूर्वाधार, शिक्षा, स्वास्थ्य होइन, यस्ता विषयहरूमा चाहिँ हामीले चाहिँ प्रमुख मुख्य उसमा चाहिँ अगाडि काम गरिरहेका छौँ। मैले तपाईँको यो प्रश्नको उसमा चाहिँ मैले यो भन्न चाहन्छु। अनि सर, हजुरले भन्नुभयो चाहिँ हामीले यो सब गरेका छैनौँ होइन, तर चाहिँ कार्यक्रम हेर्ने हो भने भूमि सम्बन्धी बैठकमा वडा नम्बर 3 ले 50,000 खर्च गरेको छ, तर तपाईँले 2 लाख। तपाईमा फरक के छ? खाजा खानाको व्यवस्था भएको छ भनेर जस्तो देख्न आइयो। यस्तो छ, भूमि सम्बन्धीको खर्चमा तपाईको चाहिँ यो वडा नम्बर कतिले कुनले खर्च गरेसँग सरकार होइन। मेरो चाहिँ लगभग 300 भन्दा बढी चाहिँ जस्तो दलित जुन भूमिहीन उहाँहरूको चाहिँ फर्म भरेको छ होइन। त्यो हामीले चाहिँ फर्म भर्ने, जसले त्यो फर्म भर्ने काम गरेको छ होइन, त्यो चाहिँ फर्म भर्ने जो इन्ट्री गर्छ नि उहाँहरूलाई चाहिँ त्यो भत्ता दिएको हो। त्यसमा हामीले निस्वार्थ ढङ्गले हामीलाई केही त्यसमा उ छैन, आएर बुझ्न सक्नुहुन्छ होइन। हामीलाई चाहिँ अनि सर यो फर्म भर्नमा सहयोग गर्ने व्यक्ति चाहिँ को हुन्? हाम्रो एकजना मदन कुमार थिङ हुनुहुन्थ्यो होइन, अनि तपाईँको चाहिँ नवीन खड्का होइन, लगायतको हामी 3-4 जना भाइहरूले बसेर उनीहरूले काम गरेका हुन्। यसमा चाहिँ अब त्यो चाहिँ हामीले गएर अब त्यो चाहिँ कमिसन अथवा त्यस्तो भन्ने कुरा चाहिँ हामीबाट हुँदैन। त्यो ढुक्क आएर हेर्न सक्दैन। होइन सर, त्यो भन्न खोजेको होइन मैले भनेको एउटा फर्म भर्नको लागि पनि राज्यले चाहिँ एउटा वडामा चाहिँ 4 वटा वडा सदस्य दिएका छन्। होइन, वडा नम्बर 4 मा सदस्य यस्तो छ, तपाईँलाई पनि हाम्रो
नेपालमा चाहिँ जुन जति पनि निर्वाचित भइसक्नु भएका हजुर जनप्रतिनिधिहरू हजुर छन् हजुर हजुर हामीले त्यो हस्तलिखित त फर्म भर्दैन होइन, त्यो त कम्प्युटराइज इन्ट्री गर्नु पर्यो। पहिला हस्तलिखित हुनु पर्यो, फर्म लिखितम भर्नु पर्यो, त्यहाँबाट कम्प्युटराइज भर्नु पर्यो, त्यहाँबाट निस्सा निकाल्नु पर्यो होइन। यी यावत चिजहरूलाई समेत गरेर हो नि त सर, हामीले चाहिँ खालि फर्म भर्नलाई मात्र गरेर त छैन होइन। बाहिर तपाईँको जुन टोई छ यसमा चाहिँ अधिकांशले देखेको मैले पढे लेखेकै छन् होइन। अनि हाम्रो त्यस्तो छैन, पढे लेखे अब कम्प्युटर चलाउन सबैले जाने छैनन् हेर्नुहोस् होइन। हामीले लगभग यो अघिल्लो कार्यकालमै यो तपाईँले अहिले उठाउनु भएको कुरा सायद अघिल्लो कार्यकालकै हो होइन। यो चाहिँ आएर त्यो के भन्छ भने हामीले अझै कयौँ त भोलिन्टियर साथीहरू राखेर होइन, गाउँकै भाइहरू अथवा चाहिँ बहिनीहरू राखेर चाहिँ उनीहरू मार्फत पनि गरायौँ। तर कस्तो भने भोलि कम्प्युटरमा त सबै इन्ट्री हुनु पर्यो। कम्प्युटरमा इन्ट्री हुनलाई त मेरो वडा सदस्यहरूले गर्न सक्नुहुन्न होइन। अब वडा सचिवहरूले पनि भ्याउनुहुन्न, किनभने ती सबै फाइलहरू त तपाईँको अफिसको काम हुन्छ होइन। त्यसैले गर्दा त्यो चिजहरू चाहिँ सबै वार्डले चाहिँ मलाई लाग्छ भोलिन्टियर साथीहरू राखेर भत्ता समेत उपलब्ध गराएर दिएको भएले त्यो चाहिँ त्यो खालको हो। अनि नगरले सर कार्यालय सहयोगी दिएको छैन? कार्यालय सहयोगी छ सर, कार्यालय सहयोगीले तपाईँको चाहिँ कार्यालय सहयोगीबाट चाहिँ फर्म भर्ने काम तपाईँको ऊ हुन्छ त भन्नुहोस् न, कम्प्युटर इन्ट्री हुन्छ कार्यालय सहयोगीबाट? अब नगरपालिकाले कम्प्युटर शिक्षा देखेर नै नियुक्ति दिएको होला नि त? होइन, कार्यालय सहयोगी भने त सामान्य नै हुन्छ, सामान्य लेखपढ गरेर हुन्छ। अहिले त तपाईँहरूले कर्मचारी नियुक्ति गर्दा यो सब कुरा किन नहेरिकन राख्नुहुन्छ, वा नगरले किन यसरी गरेको होला? होइन, हामीसँग कम्प्युटर अपरेटर छैन होइन। अब बिचमा अहिले चाहिँ बरु कम्प्युटर अपरेटर भनेर एउटा सहायक पठाइएको छ, हामीले मतलब सहायक जस्तो होइन। पहिला बिचमा त तपाईँको चाहिँ कार्यालय सहयोगी लगभग तपाईँलाई थाहा छ जितपुर सिमराउ महानगरपालिका चाहिँ पहिला चाहिँ सुरुवातको चरणमा त कार्यालय सहयोगीबाट समेत सहयोग के अरे चाहिँ सचिव मतलब सचिव त जस्तो पद पनि सञ्चालन गरेर अवस्था देख्नु भएको थियो नि होइन। सामान्य केही लेखपढ भएका केही पहिलाका जुन जानेका साथीहरूबाट चाहिँ त्यो काम पनि भएको छ। त्यसैले गर्दा त्यो चाहिँ कार्यालय सहयोगी भने अब हामीले मलाई लाग्छ अहिले एसएलसी भनौँ अघि आएर एसी भयो, एसीमा उत्तीर्णहरूलाई चाहिँ गरेको छ। तर कम्प्युटर त सामान्य कम्प्युटरको त्यो सामान्य उसले चाहिँ मलाई लाग्छ त्यो इन्ट्री गर्न सक्दैन कि। हजुर, जस्तै तपाईँलाई हर्क सम्पाङलाई चिन्नु नै हुन्छ होइन, उहाँले श्रमदान गर्नुहुन्छ, तपाईँले चाहिँ 3-4 जनाले श्रमदान स्वरूप चाहिँ यो कार्यक्रम गरिदिँदा अलि राज्यलाई पनि राहत हुन्थ्यो होला जस्तो मलाई लाग्दछ। होइन यस्तो छ, म तपाईँको कुरामा एकदम 100% सहमत भएँ श्रमदानको विषयमा लिएर। तर म चाहिँ कस्तो खालको व्यक्ति हो भने तपाईँ नाला सफा गर्नुपर्ने छ होइन, तपाईँ एउटा प्रश्न के हुनुहोस् भने नाला सफा गर्नुपर्ने छ, श्रमदानको नाममा चाहिँ त्यो स्टनबाजी गरेर हुँदैन। यहाँ नाला साफको कुरा थोरै चलेको छ, यहाँ त मात्र मैले भन्न खोजेँ हरेक इन्ट्री गर्नुपर्ने कम्प्युटरमा। सुन्नु हरेक चिजमा नि तपाईँको के हुन्छ भने हरेक चिजमा तपाईँको चाहिँ के हुन्छ भने श्रमदानको कुराहरू आइरहेछ नि। त्यो श्रमदान कुरा कहाँसम्म कहाँ गर्ने हो भन्ने कुरामा हुनु पर्यो कि। तर अब जेमा पनि श्रमदानै गरेर त सकिँदैन। अब मैले फर्म भर्ने विषयमा श्रमदान गरेर इन्ट्री कसले श्रमदान गर्न आइदिन्छ भन्नु त? अब आह्वान त गर्नु पर्यो नि, जस्तै तपाईँलाई आह्वान एकदम निदान हामीले आह्वान गरेका छौँ। फर्म भर्ने विषयमा भोलिन्टियर साथीहरू राखेरै फर्म भरे हो होइन। एउटा हिसाबले हेर्ने हो भने श्रमदान पनि गर्ने छन् सर हाम्रो जितपुर सिमरामा। जस्तै तपाईँलाई अमृत बन्स्यालले हेर्नुहोस्, सिमराबाटै नै हुनुहुन्छ उहाँहरूले। यस्तो छ कि अमृत बन्स्यालजीहरूले गरिरहनु भएको छ, मैले नराम्रो छैन भनेको छैन, राम्रो छ। हामीले किन गर्न सकेनौ त्यो भन्न खोजेको। एउटै कुरा के बुझ्नुहोस् भने जितपुर सिमराउ उपमहानगरपालिकामा कसैले व्यक्तिगत उसमा घर बनाएछ भने 4 नम्बर वार्डमा बनाएछ, आएर हेर्नु होला। मैले तपाईँको चाहिँ ढलान गरेर तपाईँको चाहिँ 4 कोठाको घर गरिबको घरहरू बनाएको छु, आएर हेर्नुहोस् अहिले घर बनाउनु। अब तुरुन्तै अबको 15 यो अहिले हुसु नभएको भए म काम सुरु गरिसक्थेँ, अर्को एकजना घर बनाउँदैछु। त्यो त कस्तो भने श्रमदान मात्र होइन कि हामीले केही सहयोग मागेर होस् अथवा आफ्नो केही लगानी गरेर पनि बनाइरहेछौँ कि हामीले गरिबका घरहरू हामी बनाइरहेछौँ। त्यसैले गर्दा त्यो खालि स्टनबाजीमा म स्टनबाजी भन्दा पनि काम हुनुपर्छ भन्ने खालको व्यक्ति हो होइन। अब त्यसमा अब कसले के गर्नु भएको छ, जसले के गर्नु भएको छ राम्रो गर्नु भएको छ कि तपाईँले जति सक्नुहुन्छ तपाईँले गर्ने हो। अनि उहाँले जसले जुन व्यक्ति जसको जति क्षमता छ सबैले त्यही गर्ने हो नि त होइन। त्यसमा त अब कुन साथीहरूले के गर्नु भएको छ उहाँहरूलाई पनि धन्यवाद छ, अगाडि बढिरहनु भएको छ आफ्नो ढङ्गले होइन।
अब जस्तै सर कार्यक्रमकै चर्चा गर्ने हो भने विविध खर्च तथा मरम्मत तथा एसी खरिदमा 2 लाख छ। यसमा चाहिँ के हुन जान्छ भोलिको दिन? अब यस्तो छ, हामीले एसी खरिदमा वडामा एसी राखेको छ होइन, र केही चाहिँ हामीले सहयोगहरू पनि गरेका हुन्छ। जस्तो प्रहरीको उसमा तपाईँको चाहिँ इलाका प्रहरी कार्यालय सिमरामा चाहिँ लो एउटा गरिदिनु पर्यो, हामी यस्तो बिजोग भयो भनेर त्यहाँ पनि हामीले केही सहयोगहरू गरेको छौँ होइन। प्रहरी कार्यालयमा प्रहरी कार्यालयमा पनि हामीले चाहिँ अब मागको अनुसारले चाहिँ भोलि प्रहरी पनि हाम्रै जनता हुन् नि त, हाम्रै लागि हुन् नि त, नेपाल प्रहरी पनि हाम्रै लागि हुन्। त्यसैले गर्दा त्यस्ता चिजहरू त्यहाँ पनि गएको छ, त्यो चाहिँ वडामा मात्र खर्च भयो भन्ने कुरो नबुझ्दिनु होला। अनि सर एउटा कुरा बुझौँ सर, तपाईँको चाहिँ यो 8औं वर्ष चलिराखेको छ होइन? यो 8औं वर्षमा कुनै यस्तो कार्यक्रम बताउनु जुन कि एउटा उत्कृष्ट कार्यक्रम होस् र कसैले 8 नगर्ने खालको कार्यक्रम होस्, कुनै यस्तो कार्यक्रमको नाम बताउनु। 8 यस्तो हुन्छ, 8 चाहिँ सबैले काम गर्नुपर्छ भन्ने हो होइन। र मेरो अघिल्लो कार्यकालमै मैले पहिलोचोटि नै निर्वाचित हुनासाथ मैले चाहिँ तपाईँको चाहिँ निःशुल्क शिक्षा अवधारणा जुन छ हाम्रो नेपाल सरकारको संविधानले जुन जारी गरेको छ, त्यो चाहिँ हामी एउटा संविधानमा मात्र चाहिँ त्यो, तर वडा नम्बर 4 ले चाहिँ त्यसलाई निःशुल्क शिक्षा प्रदान गरिएको थियो, जुन चाहिँ तपाईँको चाहिँ हामीले निःशुल्क शिक्षा आज पनि कन्टिन्यू छ त्यो होइन। र कयौँ ठाउँमा अहिले पनि हेर्नु होला +2 11 मा विद्यार्थीहरू छैनन् होइन, एकदम चाहिँ दयनीय अवस्थाहरू थियो। तर हामीले 11 मा अहिले पनि हामीले +2 एउटा सञ्चालन भइरहेको छ, त्यो पनि निःशुल्क रूपमा शिशु क्लासदेखि तपाईँको चाहिँ 12 सम्मको हामीले निःशुल्क शिक्षा प्रदान गरेको छौँ होइन। र गुणस्तरीय शिक्षा प्रदान गरेका छौँ, तपाईँ आएर चेक गर्न सक्नुहुन्छ होइन। अहिले हामीले शिक्षाको हकमा एकदम अगाडि बढिरहेका छौँ र स्वास्थ्यको हकमा आधारभूत स्वास्थ्य केन्द्रहरू सञ्चालन गरेर हामी अगाडि बढिरहेका छौँ। कृषिको हकमा पनि त्यही अनुसारले बिउ बिजनका देखिबाट लिएर अन्य तालिमहरू होइन, धेरै किसिमका तालिमहरू हामीले उपलब्ध गराइरहेका छौँ। र अहिले हामीले चाहिँ वडा नम्बर 4 को प्राङ्गणमै आएर हेर्नु होला, तपाईँलाई थाहा छ कि थाहा छैन, वडा नम्बर 4 पहिला सिमरामा थियो कि, सिमराबाट सञ्चालित हुन्थ्यो। अहिले हामीले आफ्नै भवन बनायौँ, अहिले त सबै वडाहरूले भवन बनाएको छ। हामीले मेरो यो अघिल्लो कार्यकालमै मैले भवन बनाएको, अहिले हामीले चाहिँ त्यही छेउमा पनि तपाईँको चाहिँ क्रियापुत्री भवन निर्माण गरिरहेका छौँ, जो चाहिँ वडामा चाहिँ भोलि चाहिँ अप्ठ्यारोमा जसको घर छैन, कोठामा बसेका छन्, क्रिया बस्नु पर्ला, अथवा चाहिँ सानो घर छ, अप्ठ्यारो छ होइन, व्यवस्थित छैन, त्यो चिजहरूलाई हामीले व्यवस्थापन गर्न आफ्नै वडा कार्यालयको छेउमा अहिले क्रियापुत्री भवनहरू पनि निर्माण भइरहेको छ। त्यस्तै पूर्वाधारको विषयमा पनि वार्ड नम्बर 4 मा आएर हेर्न सक्नुहुन्छ। मलाई लाग्छ भनौँ न कमजोर छैन, जो मैले काम गरेको छु, आएर त्यो कुरा चाहिँ तपाईँहरूले मूल्याङ्कन गर्न सक्नुहुन्छ। र अहिले अब मैले एउटा राम्रो प्रोजेक्टको रूपमा चाहिँ देवाश्रम पार्कलाई चाहिँ व्यवस्थित गर्ने होइन, सामुदायिक वन अन्तर्गतको देवाश्रम पार्कलाई व्यवस्थित गरेर त्यहाँ चाहिँ कस्तो भने अब हामीसँग सबै किसिमको पार्क छ कि, सिमरामा एक किसिमको पार्क होला, जितपुरमा अर्को किसिमको पार्क होला, अन्यत्र अर्को किसिमको पार्क होला होइन। र मैले चाहिँ त्यहाँ देवाश्रम पार्कमा चाहिँ धार्मिक रूपमा चाहिँ त्यसलाई धार्मिक वन घोषणा गराएर त्यहाँ चाहिँ धार्मिक रूपमा चाहिँ त्यहाँ चाहिँ मतलब एउटा त्यसको पार्कको रूपमा, धार्मिक पार्कको रूपमा चाहिँ त्यहाँ चाहिँ हरेक चिजको मेडिटेसन सेन्टरदेखि सबै चिज होस् होइन। भविष्यमा चाहिँ छिर्दाखेरि त्यो खालको भाइब आउने, ऊर्जा आउन सक्ने चाहिँ एउटा पार्क निर्माण गरौँ भन्ने उद्देश्यताको साथ मैले अहिले डिपिआर बनाएर अगाडि बढ्दैछु। अब यसमा तपाईँहरूको साथ सहयोगको पनि मैले अपेक्षा गर्छु। अनि सर यत्रा कार्यक्रमहरू बताउनु हो, ती कार्यक्रमहरूमा तपाईँलाई सबैभन्दा उत्कृष्ट कार्यक्रम चाहिँ कुन लाग्यो? मलाई सबैभन्दा उत्कृष्ट कार्यक्रम अब पूर्वाधारको कुरा त अब सबै साथीहरूले गरे। मैले आजको डेटसम्म मैले जुन निःशुल्क शिक्षा प्रदान गरेको छु त्यो पनि गुणस्तरीय शिक्षा। मेरो आएर एसेम्ब्ली कसरी हुन्छ भन्ने कुरा तपाईँले आएर बिहान आएर चाहिँ हेर्नु होला। कुनै पनि निजी विद्यालय भन्दा कमजोर ढङ्गको मेरोमा छैन। त्यो चाहिँ मलाई सबैभन्दा राम्रो विषयहरू लागिरहेछ, त्यही हो। अब जस्तै शिक्षाको हकमा हजुर। अनि त्यसै गरी सर हेर्ने हो भने सर हामी जनप्रतिनिधि जुन बेला चुनावमा हुमिन्छौँ होइन, त्यो बेला चाहिँ हामी ठुलो ठुलो वाचा गर्छौँ, तपाईँको यो बनवाइदिन्छु त्यो बनाइदिन्छु होइन। तैपनि ती प्रतिनिधिहरू चाहिँ आफ्नै भवन बनाउन अगाडि परेका हुन्छन्। यसको मुख्य कारण चाहिँ के भन्न जान्छ? एउटा तपाईँ राजनीतिज्ञ विज्ञ पनि हुनुहुन्छ।
होइन यस्तो छ कि हामी अलिकति मान्छे स्वार्थी हुन्छ हेर्नुहोस् होइन। मेन कुरो भनेको मान्छे चाहिँ जितिसकेपछि आफूलाई चाहिँ सर्वसर्वा ठान्ने जुन आफूभित्र जुन घमण्ड पैदा गर्छ नि त्यो घमण्डले मान्छेलाई चकनाचुर बनाउने पहिलो कुरो होइन। त्यही कारणले गर्दा ती गरेका वादाहरू ती गरेका हिजो गरेका वाचाहरू चाहिँ पुरा गर्न सकिरहेको हुँदैन। जस्तो जित्नुभन्दा अगाडि सबै वाचा गर्छन्, जितिसकेपछि ती वाचाहरू बिर्सिन्छन्। तर वडा नम्बर 4ले चाहिँ बिर्सेको छैन। मेरो घोषणा पत्र तपाईँले हेर्न सक्नुहुन्छ होइन। घोषणा पत्र मैले टिक लगाएर राख्ने गरेको छु कि बुझ्नु भएन। के अरे मैले चाहिँ घोषणा पत्र चाहिँ मैले यो काम गर्न भ्याएछु, यो काम मैले आजसम्म मैले भनेको काम मध्येमा मैले नभ्याएको भनेको नसकेको भनेको चाहिँ यो सामुदायिक वन हाम्रो जुन प्रगतिशील सामुदायिक वनबाट चाहिँ पूर्व पश्चिम हाइवे जुन अहिले चाहिँ त्यो महेन्द्र राजपथसम्म जोड्ने एउटा सडकको मैले अवधारणा राखेको थिएँ, त्यो गर्न सकिनँ होइन। नभए हामीले 5 नम्बरसम्म जोड्ने बाटो 50 फिटको बाटो बनाएको छौँ, त्यो हेर्न सक्नुहुन्छ। त्यो वर्षौँदेखि चाहिँ त्यो बाटो थिएन, खेतीयोग्य किसानहरूले खेती गरेर खाइरहेको थियो त्यो तपाईँको नक्साको बाटो होइन। तर हामीले चाहिँ अहिले त्यो जमिनहरू चाहिँ अधिग्रहण गरेर चाहिँ गरिरहेको छौँ। तपाईँलाई थाहा छ म आफै मुद्दा लडिरहेको छु मसनघाटको विषयमा। 6 बिघा 8 गट्टा नगरपालिकाको मसनघाटको विषयमा म आफै मुद्दा लडिरहेको छु। सर्वोच्च अदालत जल्यो तर पनि म अहिले पनि गएर अस्ति भर्खर पेपर लिएर फेरि तपाईँको चाहिँ अगाडि तयार गर्दैछु। भन्न खोजेको के हो भने हामीले सार्वजनिक जग्गाहरू पनि त्यति नै संरक्षण गरिरहेछौँ र त्यो वादाहरू जुन भनेको वाचाहरू पनि हामीले चाहिँ पुरा गरिरहेछौँ। एउटा काम चाहिँ मैले गर्न सकिनँ, त्यो चाहिँ हाम्रो नीतिगत भनौँ न नीतिको कारणले गर्दा बनाइने समस्याको कारणले गर्दा त्यो पुरा हुन सकेको छैन। लगभग 90% पुरा गरेको छु सर। ए राम्रो कार्य गर्नुभएको छ त्यसो भए। अनि सर यसको साथसाथै सर एउटा हामीले प्रपोजलमा चाहिँ एलइडी मर्मत चाहिँ कार्यक्रम त्यसमा लेखेको थियौँ। हुन त धेरै कार्यक्रमहरू त्यसमा थिए होइन। एउटा इन्डियामा हेर्ने गरिन्छ सर लिज्जत पापडको प्रशंसा तपाईँले सुन्नुभयो होला। 4-5 जना महिला मिलेर एउटा इन्डियाको सेकेन्ड र्याङ्किङ गर्ने मतलब प्रोडक्ट बनाएर देखाए। त्यस्ता कार्यक्रमहरू पनि हाम्रो प्रपोजलमा समावेश छन्। तर त्यसको साथसाथै तपाईँले निर्धारण गरेको वडा सिलिङको कुरा गर्ने हो भने सडकको बत्ती मरम्मत तथा जडान 3 लाख रुपियाँ बजेट छुट्याउनु भएको छ। यो बजेटमा 4 जना महिलालाई रोजगार दिन सकिन्थ्यो होइन। अनि उनीहरूले चाहिँ आफ्नो प्रोडक्ट आफ्नो वडाले बिक्री गर्न सक्थे, आफ्नो स्थानीयले बिक्री गर्न सक्थे वा दितपुर सिमरा उपमहानगरपालिकाको राजधानी सहर जहाँ कि आर्थिक नगरी पनि भन्ने गरिन्छ त्यहाँ पनि ल्याएर बिक्री गर्न सक्थे वारेन्टीको साथ। र आजकल हेर्ने गरिन्छ सर वडा कार्यालयबाट जे जति पनि बल्बहरू जडान भएका छन् रोडहरूमा ती बल्बहरू 2-3 महिनापछि फ्युज हुन्छ भन्दा भन्दै अर्को वर्ष चालू भइसकेको हुन्छ। फेरि अब नयाँ बजेट आउँछ, फेरि नयाँ बजेटमा फेरि बल्ब खरिद गरिन्छ। होइन एकदम सही कुरा उठाउनु भयो होइन। यो चाहिँ हामीलाई पनि यो तनावको विषय बनिरहेछ कि एकदम तनाव होइन। यदि तनावको विषय बनिरहेछ कि कस्तो पैसा छुट्यायो होइन। अब आज कस्तो भने म काठमाडौँ महानगरपालिका म हेर्छु होइन। अनि तपाईँको चाहिँ त्यहाँ चाहिँ बाटोमा बत्तीहरू छैन नि, याद गर्नु भएको छ भर्खर अहिले चाहिँ टावर लाइटहरू भयो। त्यो राजधानी हो नि त होइन हाम्रा महानगरपालिका। तर हामीले आफ्ना वार्डहरूमा भरसक सबै वार्ड चाहिँ उज्यालो अभियानमा चाहिँ अगाडि बढाइरहेका छौँ। तर पनि के भन्दा पैसा प्रत्येक वर्ष हामीसँग त्यो करोडौँ पैसा गइरहेको छ क्या। त्यो मेरो वार्डको मात्र समस्या होइन, त्यो सबै वार्डको समस्या हो, त्यो नगरपालिकाको समस्या हो होइन। र के समस्या आइरहेको छ भने बत्ती ल्यायो हाल्यो फ्युज भइहाल्ने, फेरि हाल्यो फेरि फ्युज हुने होइन। र मैले चाहिँ के प्रस्ताव राखेको थिएँ भने दितपुर सिमरा उपमहानगरपालिकामा चाहिँ खर्चको हिसाबले चाहिँ कम हुँदो रहेछ। जस्तो चाहिँ प्रत्येक वार्डलाई अथवा नभए 2-3 अथवा 4वटा वार्डलाई जोडेर चाहिँ एउटा इलेक्ट्रिसियन राखिदिने कि हामीले चाहिँ अमिन जुन हिसाबले राखेर प्रत्येक 3-4वटा वार्डलाई एउटा अमिनले काम चलाइरहेको छ नि। त्यस्तै खालको यो पनि नेसेसरी कुरा भयो क्या हाम्रो लागि, एकदम अति आवश्यक चिज भएको कारणले गर्दा यो चिजलाई पनि तपाईँको चाहिँ बरु चाहिँ 3-4वटा वार्डलाई जोडेर एउटा इलेक्ट्रिसियन राख्ने, बरु 2 दिन छुट्याउने र उनीहरूको चाहिँ स्यालेरी तपाईँको चाहिँ कति हुन्छ भन्नु न 20,000 रुपियाँ स्यालेरी। नर्मली 20,000 25,000मा त एउटा इलेक्ट्रिसियन आएर काम गर्दैन नि। त्यो हिसाबले कटौती हुन्छ कम हुन्छ, यो काम गर्न सकिन्छ भनेर यो अघिल्लो कार्यकालदेखि नै मेरो प्रस्ताव थियो होइन। समस्या यो हजुर हामीले चाहिँ कर्मचारी राख्नै पर्दैन कि हाम्रो प्रपोजल अनुसार। यो 3 लाखको बजेटमा एउटा महिलाहरूलाई सम्झौँ न 3-4 जना महिलालाई ग्रुपिङ गरेर होइन उहाँहरूले चाहिँ एलइडी एसेम्बलिङ गर्ने कार्य गराउने र त्यो बल्ब जुन पोलमा जडान हुन्छ सर हाम्रो वडाबाट चाहिँ फ्युज भएपछि लमसम 350 को बिल बन्न जान्छ, 400 को बिल बन्न जान्छ होइन।
तर उनीहरूले मर्मत गर्दाखेरि उनीहरूले जम्मा 15 रुपियाँमा मर्मत गर्न सक्छन् र त्यो एलइडी बल्बको सिरिज खराब छ भने जम्मा 5 पैसामा मर्मत गर्न पाइयो। त भन्नु पर्दा के छ भने उनीहरूले चाहिँ रोजगार प्रत्यक्ष रूपमा पाए। अर्को कुरो आफ्नै वडामा मात्र नभएर अरू वडामा पनि आफ्नो प्रोडक्ट ल्याएर बिक्री गर्न पाए। अनि तपाईँले भन्नुभएको बल्बकै कुनै यस्तो हामी सिट बनाउँ कि जसले गर्दा हामीले त्यो फ्युज भएको बल्बहरूलाई फेरि मर्मत चाहिँ हाम्रै वार्डमा चाहिँ बनाउँ। यस सर यस सर त्यो एकदम 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 ठिक छ यो कुरो। यो चाहिँ अझै तपाईँले वार्डले भन्दा पनि यो जितपुर सिमरा उपमहानगरपालिकाले नै होइन त मेन कुरो छ हाम्रो वडाको सिलिङको न बजेटको कुरा चल्दैछ अहिले। अब हाम्रो वडाले जुन निर्धारण गरेको छ त्यो मातहतमा मैले कुरा गरेर राखेको हजुरलाई यो जुन 3 लाख रुपियाँ हाम्रो खर्च भयो त्यो बजेटमा 3टा महिलालाई रोजगार दिन सक्थे हामी। तर हामीहरू चाहिँ के गर्छौँ नि सर, हामीहरू चाहिँ के गर्छौँ मात्र बजेट निकाल्नको लागि कार्यक्रम लागेका हुन्छौँ, सिलाइ कटाइ ब्युटिसियन तालिम मतलब विविध कार्यक्रमहरू ल्याउने गरेका हुन्छौँ। तर ती कार्यक्रमहरू रोजगारसँग प्रत्यक्ष सरोकार राख्दैनन् के। न त त्योबाट चाहिँ राजस्व सङ्कलन गर्न सकिन्छ, मात्र नामको लागि ऊ वडाको पहलमा मेरो फलानी बुहारीलाई सिलाइ मसिन पाएको थियो यति उपलब्धि बताउँछन् के उनीहरू। होइन यो तपाईँको एकदम यो हामीलाई यो विकृति छ। त्यो कुरा मैले आफै एक्सेप्ट गर्छु होइन। किनभने के विकृति छ भने हामीले पनि यो मेरो 8 वर्षको अन्तरालमा धेरै गुडिया तालिम ब्युटिसियन तालिम होइन महिला सम्बन्धी धेरै तालिमहरू हामीले चाहिँ यो स्वरोजगार सम्बन्धी तालिमहरू धेरै गरायौँ। र मलाई लाग्छ ती तालिम लिनुभएका महिला दिदीबहिनीहरूले अहिलेसम्म पनि मतलब 1-2 जना बाहेक 2-4 जना बाहेक उहाँहरूले चाहिँ त्योबाट चाहिँ लाभान्वित हुनुभएको छैन। यो तालिमहरूको चाहिँ बढी तालिमहरू गराएर चाहिँ जुन हिसाबले लाभान्वित हुनु पर्ने त्यो चाहिँ नभएको कुरामा म पनि एकदम अस्वीकार छु। त्यसै यदि गरेको भए यो 3 लाखले हुनसक्छ वडामा चाहिँ आन्तरिक स्रोत चाहिँ 6 लाख पनि बनाउन सक्थ्यो होइन र सर, यदि हामी त्यसो गरेको भए। अनि सर अब चाहिँ हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौँ। हजुर पनि कति जाँदै हुनुहुन्थ्यो, हजुरले बिचमा मैले रोकेँ होइन। अनि सर एउटा अझै प्रसङ्ग जोड्न चाहन्छु म। यहाँ जनप्रतिनिधि कर्मचारी अवलोकन भ्रमणमा 3 लाख रुपियाँ छुट्याइएको छ। अब यो 3 लाख रुपियाँ खर्च भयो कि बाँकी छ? त्यस्तो छ, जनप्रतिनिधि अवलोकन भ्रमणमा हामीले पैसा छुट्याएको यो मेरो 8 वर्षको अन्तरालमा जनप्रतिनिधिहरू र अहिले पनि जान पाएन। म आफै स्वयं गएँ, मैले आफू चाहिँ होइन। किनभने तपाईँहरू जान इच्छा छ। अब वडा सदस्यज्यूहरूले र यसो हामीले पनि हेरौँ न कस्तो अरू वार्डहरू अन्तर्गत नगरपालिकाहरू कस्तो बनेको रहेछ, हामीले पनि हेर्नु पर्यो भन्ने भएपछि ल हेरेर आउनुहोस् होइन। हेर्नुहोस् तपाईँहरूलाई पनि कस्तो हुँदो रहेछ, क्वालिटी के छ हेरेर आउनुहोस् भन्ने हिसाबले चाहिँ छुट्याइएको थियो। र उहाँहरूले मलाई लाग्छ यति वर्षको बिचमा भ्रमण गएर आउनुभएको छ होइन। र भ्रमणको रिपोर्ट पनि तयार भइसकेको छ, के कसो गर्नुभयो के भयो होइन, कहाँ अवलोकन गर्नुभयो। म चाहिँ किनभने म आफ्नो कारणवश जान भ्याइन। हजुर चाहिँ जान सक्नु भएन? म गएन, म चाहिँ गइनँ। भन्नु पर्दा यो पनि पैसा गयो होइन, पुरै पैसा गएको छ कि। अब त्यो पैसा चाहिँ कति खर्च भयो हाम्रो सचिव साहबले चाहिँ खर्च गरेर मलाई लाग्छ नगरपालिकामा पेश गर्नुभयो होला। मैले किनभने त्यो पुरै पैसा खर्च चाहिँ भएन होला। अब किनभने होइन सर, हामीले त्रुटि के गर्छौँ नि सर, हामीले नेपालकै उत्कृष्ट वडा बनाउन कहीँ न कहीँ लाग्छ कहीँ न कहीँ कमी गरेकै छौँ के। हजुर हजुर। अब जस्तै यो 3 लाख रुपियाँ खर्च भएकै होला, नभएको नहोला होइन। 3 लाख त्यो 3 लाखको हाराइ 2.5 लाख कति भएको होला त्यसमा चाहिँ। किनभने त्यो अनि फेरि त्यो 2.5 लाखको उपलब्धि पनि केही नहोला, मात्र घुम्नु भयो होला, हेर्नु भयो होला। यस्तो हुन्छ 2.5 लाखको उपलब्धि धेरै हुन्छ नि सर। कहिले काहीँ के हुन्छ विकास निर्माणको काम हो। मेरो 8औं वर्षसम्म मैले तपाईँको सुरुवातदेखि नै मैले भ्रमणको कार्यक्रम राख्न सक्थेँ नि त होइन। त्यही सोचेकै भए त मैले राखिनँ नि। किनभने पहिलो कुरो के भन्दा हामीले काम गर्नुपर्ने छ भन्ने भयो। र अन्तिममा के हो भने वडा सदस्यहरूले हाम्रो वार्डमा यसो काम भयो, अरू वार्डतिर नि काम के भएको छन् होइन। हाम्रो पढे लेखेका कर्मचारीहरूले पनि त्यति पनि थाहा भएन यो हिसाबले काम गर्यो भने वडाको विकास हुन्छ भनेर होइन र, यही भन्न खोज्नु भएको होइन त? होइन त्यस्तो होइन। पढे लेखेको साथीहरू मात्र होइन, हाम्रा कयौँ जनप्रतिनिधिहरू सबै पढे लेखेको पनि छैनन् नि त। त्यही हो सर। तर परिवर्तन गर्नलाई सर आफै उभिनु पर्छ, आफै अडिग हुनुपर्छ, अनि मात्र परिवर्तन देख्न सकिन्छ।
एकदम एकदम अडिक भएरै तपाईँको मेरो कार्यक्रमहरू हेर्नुहोस्, मलाई लाग्छ होइन मेरो कार्यक्रमहरूमा चाहिँ त्यो खालको छैन। हामीले रगमान्तर गरेर धेरै त्यो तपाईँले त्यहाँ शीर्षक मात्र भएन, त्यसमा केही रकमहरू रगमान्तर गरेर पनि अरू कामहरू पनि गरे होला होइन। तर एउटै कुरो के भने हामीले चाहिँ कार्यक्रम गर्ने हो। तपाईँको यो कुरोलाई पनि मैले चाहिँ यो अनुभूति गरिरहेको छु होइन। तपाईँको प्रश्नहरूबाट पनि के हुन्छ भने हामीले कार्यक्रमहरू चाहिँ उपलब्धिपूर्णै गराउनु पर्ने छ। यसमा चाहिँ हाम्रो स्वार्थ छैन होइन। 8औं वर्षमा प्रवेश गर्दै गर्दा अरूको वार्ड र हाम्रो वार्ड पनि छुट्याउनु पर्यो नि त। काम कस्तो भइरहेछ भनेपछि जानुहोस् हेरेर आउनुहोस् भनेर चाहिँ पठाएको हो। त्यसमा चाहिँ अहिले हेर्ने हो भने सर देशमा बाकसको संख्या बढ्दै गएको छ र युवाहरू खाडी जान बाध्य भएका छन्। ती कम गर्नको लागि तपाईको कुनै पनि बजेट बाँकी छ र कार्यक्रम एउटा भव्य गर्नको लागि, युवाहरूलाई आफ्नै ठाउँमा रोजगारी दिनको लागि? होइन, यस्तो छ, कार्यक्रमहरू गर्नलाई हामीसँग बजेटहरू छ, नसक्ने होइन, हेर्न सकिन्छ त्यो बजेट के छ होइन। हामीले गरिरहेका छौँ भने रोजगारीको सिलसिलामा हामीले चाहिँ वार्डमा हेर्न आउनु होला होइन। हाम्रा चाहिँ युवा साथीहरू विदेशमा जाउन्, स्वदेशमै चाहिँ आफ्नो खालको एउटा क्षमता अभिवृद्धि गरेर आफ्नो खालको चाहिँ एउटा काम गरौँ भन्ने हिसाबले हो। र अर्को कुरो हामीसँगै बनिरहेको सेज छ फ्याक्ट्री, र त्यो सेजमा पनि फ्याक्ट्रीहरू पनि गर्छ। त्यहाँ चाहिँ साथीहरूलाई कमसेकम यहीँ एडजस्ट गरौँ, यहीँ रोजगारी दिलाउँ, बरु त्यो सम्बन्धी तालिमहरू के गर्न सकिन्छ त्यो तालिमहरू गराएर चाहिँ अगाडि बढौँ भनेर चाहिँ अगाडि बढिरहेको छौँ। होइन, त्यही त प्रपोजल दिएका छौँ हामी। त्यो प्रपोजल एकचोटि पुनः अध्ययन गर्न तपाईँलाई आग्रह गर्दछौँ। एकदम मलाई पठाउनु होला। तपाईँले हस्तान्तरणै गरेको छु त, दिएर आएको छु वडा कार्यालयमा। फोटो पनि लिएका थिएँ हामी त्यो बेला, लमसम 2 से 4 दिन अगाडि। यदि पाउनु भएन भने भन्नु होला, म PDF पठाइदिन्छु हजुरले। मलाई पठाउनुहोस् होइन। त्यसमा हामीले पोजिटिभ ढङ्गले तपाईँको त्यो प्रपोजललाई राम्रो ढङ्गले अगाडि बढाउन सक्छ नि म गर्छु। ए ल, हुन्छ सर, समय दिनुभएको धन्यवाद सर। जाँदा जाँदा आम जनतालाई अर्थात् वडावासीलाई के आग्रह गर्न चाहनुहुन्छ? म जाँदा जाँदै जितपुर सिमला उपमहानगरपालिकावासीलाई, हाम्रो नगरवासीलाई के आग्रह गर्न चाहन्छु भने, मेरो वडावासीलाई पनि के आग्रह गर्न चाहन्छु भने, भ्रष्टाचार रहितको समाज हामीले निर्माण गर्नु छ र भ्रष्टाचार रहित कार्यालयहरू सञ्चालन गर्नुपर्ने छ। र कसैले काम गर्न हुन्छ नि, हामी लुकी छुपी गरेर 2 रुपियाँ पैसा दिएर होइन, एउटा हुन्छ नि जनताले घुस पाएर भनौँ न, त्यस्तो खालको चाहिँ जुन गतिविधिहरू चाहिँ तपाईँहरूबाट नि नगर्नुहोस् नगरवासीले। र त्यो चिज चाहिँ यदि भइरहेको काहीँ छ भने कमसेकम सम्बन्धित वार्डको वडाध्यक्ष नभए चाहिँ नगरपालिकामा नगर प्रमुख होइन लगायत सबैलाई, हाम्रा चाहिँ पत्रकार साथीहरू उहाँहरूलाई चाहिँ बताएर भने पनि त्यो कार्यक्रम त्यस्तो जुन खालको गतिविधिहरू भइरहेछ त्यसलाई निष्क्रिय गर्नुपर्ने छ। त्यसमा चाहिँ सबै नगरवासीलाई चाहिँ म आग्रह गर्न चाहन्छु। हामीले चाहिँ जुन खालको चाहिँ समाज निर्माण गर्ने परिकल्पना दिएका छौँ, त्यो खालको चाहिँ एउटा सत्य एउटा राम्रो खालको समाज निर्माण गर्ने सपना देखेको छौँ। त्यसमा सबैको हातेमालो होस् र वडावासीले नै होस् अथवा नगरवासीले त्यो चिजमा एकदम ध्यान दिएर तलमाथि परेको खण्डमा सम्बन्धित निकायमा उजुरी बाजुरी गरेर त्यसलाई चाहिँ निष्क्रिय गर्नलाई म अनुरोध गर्दछु।